बहिनी तपाईँ उता जानु तपाईँले किन ढुङ्गा उताल्नु भएको माइतीघर मण्डल बेसियालय हो बेसियालय माइतीघर मण्डल बेसियालय हो के भयो भन्नु त्यसले चाहिँ पेटीकोट बनाएर आउने चरित्रहीन भन्न पाइन्छ किन हात गर्नु भएको त्यसले त्यो अपाङ्गले गएर खुट्टा भाप्नु जान्दैन खुट्टा भाप्ने अनि अहिले आएर चरित्रहीन भन्न पाइन्छ हैन तपाईले पीडितलाई धर्नामा बसेकालाई त्यसरी जताभाइ त्यता बोल्नुहुन्छ पीडित हाम्रो पालोमा कस्तो थियो हामी पनि बसेको यहाँ तपाईले हामी पनि पीडितै हो अनि पीडितले अर्को पीडितलाई किन बोल्नु भएन यो चोथाले कुरा गर्ने दुनियाँको पछि बस्ने कुरा काट्ने यहाँ लडाइँ झगडा गर्ने यस्तो पीडित हुँदैन यहाँ धर्नामा बस्दाखेरि एमालेको कार्यकर्ता आएर तपाईलाई भेटेको थियो नि त तपाईलाई त एमालेको कार्यकर्ताले भेट्नु आएको थियो हैन हैन तपाईँ यसरी रिसाउनु भएन नि मिडियासँग रिसाउनु भएन नि सिस्टर अहिले चाहिँ उहाँलाई चाहिँ यसरी पुलिसले चाहिँ पक्रेर राखिरहनु भएको छ दर्शक बेनी यहाँ माइती घरमा लफडा भएको छ माइती घर मण्डल पहिला कस्तो थियो र अहिले कस्तो भएको छ यो माइती घर मण्डल होइन यो अहिले त बेसियाले मण्डल भइसकेको छ ओ बहिनी तपाईँ उता जानु यो माइतीघर मण्डल बेसिया मण्डल भइसकेको छ यसरी अशब्द शब्द निकाल्दा राम्रो लाग्छ लान्छ तिमीले मलाई यहाँ कस्तो कस्तो मान्छे बस्छन् थाहा छैन यहाँ झगडा गर्नु म आएको म झगडा गर्न आएको म झगडा गर्न आएको होइन म त यहाँ बसेर चाहिँ चप्पल सिलाउनु दिएको छु त्यहाँनिर सीसीटीभी फुटेज निकालौँ न यो चरित्रहीन कसरी भने यसले कसरी चरित्रहीन भने दुनियाँको पैसाको सुधा पनि छैन कुनै झारीमा आएको छैन बारीमा आएको छैन काण्ड हाम्रो त एउटै काण्ड हो नि हामी त कोहीसँग सुधा पनि छैनौँ नि कोहीसँग हनी ट्याप गरेर 40 लाख 80 लाख 20 लाख कसैको कोही फसाउँदै हिँडेको छैनौँ नि हामीहरू अनि यो चरित्र माइतीघर मण्डलमा सुत्न आउने मान्छे चरित्रहीन हुन्छ नि यो रन्डीहरू के खान आएको यहाँ के खान आएर यहाँ बच्चा हुन आएको छ यहाँ मलाई अरू चाहिँ सम्झेछ तपाईँले देख्न सक्नुहुन्छ यति बेला प्रहरीले यहाँ भ्यानमा हालेर लिएर गइरहेको दृश्य आर्थिकगिरीलाई चाहिँ पुलिस प्रहरीले हालिसकेको अवस्था छ र उहाँलाई पुलिस चौकीमा लानेको लागि यही गाडीमा तपाईँ आफ्नो बच्चाको पनि त ख्याल गर्नुहोस् यस्तो अपाङ्ग अवस्थामा यस्तो कुनै आइमेहरूले भनौँ न महिलाहरूले जुझ्नु आयो भने उसँग जोडी खोज्नु जाने होइन तपाईँले यसको धैर्यता राख्नु पर्यो कति अत्याचार गर्छन् भने धैर्यताले हुँदैन ज्यानको बाजी राखेर पनि त्यसलाई कानुनी सजाय दिलाउनलाई सक्नुपर्छ अब त्यत्रो पुलिसको बिचमा हेर्नुहोस् त तपाईँलाई मार्छु भनेर कतिचोटि ढुङ्गा उचाल्यो पुलिसले नरोक्दै भए तपाईँको हालत के हुन्थ्यो होला भन्नुहोस् न मार्न केको लागि त पुलिस चाहिँ सुरक्षा दिइरहेको छ अब तपाईँ झगडा गर्नुहुन्छ मैले झगडा गरेको होइन मैले प्रमाण खोजेको थिएँ प्रमाण खोज्दाखेरि झगडा गर्छन् भने म चाहिँ छु के हेरेर बस्नु मैले 5 लाख रुपियाँमा मैले मिलापत्र गरेको प्रमाण लिएर आउनु तपाईँ माइती घर मण्डलमा भन्दाखेरि म भोलि आउँछु भनेको मान्छे त्यतिकै फेरि अर्कोतिर बोलेको रहेछ के अर्को उसमा मिडिया तपाईले पनि त उहाँलाई आरोप लगाउनु भयो पेटीकोट लगाएर के नाना थरीको आरोप लगाउनु भयो गाली गलौज गर्नु भयो भनेर मैले भन्नुपर्छ दुनियाले देखिरहेको छ त तपाईहरुले नि भिडियो उठाइरहनु भएको छ त दुनिया यो दिन गरेर तपाईले नाना थरीको गाली आरोप बोलेको गल्तीलाई स्वीकार्न नसकेपछि अनि आफूले पनि आरोप त लगाइहाल्छन् कसैलाई नराम्रो गर्छ कसैले रहरमा कसैलाई आउन हुँदैन जब न्याय नपाइसकेपछि मृत्यु रोज्ने बाध्यता हुन्छ नि मर्ने स्थिति हुन्छ नि तब मात्रै लास्ट स्टेपमा मात्रै सडकमा आउँछ के ठीक छ हामीले माने तपाईँ लास्ट स्टेजमा सडकमा धर्नामा बस्नु भयो तर त्यो महिलासँग चाहिँ झगडा हुनुको कारण के थियो एउटा जब त मैले प्रमाण दिनु भन्दाखेरि उसले के भन्नु त्यहाँ एउटा प्रमाण छ आफूसँग प्रमाण हातमा छैन भनेदेखि अरूलाई अम्ल उठाउने काम कसैले पनि गर्न हुँदैन हेर्नुस् बहिनी यो धर्नामा बस्ने पीडितहरूलाई धेरै आरोप लागेको छ त्यो पीडितहरूले सबले आरोप प्रमाण खोजेर नि हिँड्ने भए हिँड्नु थाल्यो भने फेरि पीडितहरूले न्याय कसरी पाउँछ
यो अवस्थाको मान्छेलाई आरोप लगाउने चाहिँ मान्छे कस्तो हो त हो ऊ त अब बुझेन उसलाई दिमाग खेल र ऊ त्यसको दिमाग जताभावी छैन, त्यतै मेरो बोलेर हुन्छ। तपाईँ एउटा बुझ्नेदार भएको समझदार भएको एउटा घाइते पीडित हुनुहुन्छ भने सुन्नु एकचोटि हुन्छ दुईचोटि हुन्छ पटक पटक नराम्रो अम्ला उठाउँछन् भनेदेखि नि म मर्न तयार हुन्छु तर कसैलाई पनि छोड्दिनँ मेरो अहिले बाबुआमा नि किन त्यो महिलाले तपाईँलाई ढुङ्गा उचालेर तपाईँको टाउकोमा या तपाईँको जिउमा लाग्यो भए तपाईँको अवस्था कस्तो हुन्थ्यो होला मलाई मर्नदेखि डर छैन तर अम्ला उठाउँछन् भने त्यसलाई म छोड्दिनँ मैले 5 लाख रुपियाँमा मैले मिलापत्र गरेको प्रमाण लिएर आउनु तपाईँ माइती घर मण्डलमा भन्दाखेरि म भोलि आउँछु भनेको मान्छे त्यतिकै फेरि अर्कोतिर बोलेको रहेछ क्या अर्को उसमा मिडिया तपाईँले पनि त उहाँलाई आरोप लगाउनु भयो पेटीकोट लगाएर के नाना थरीको आरोप लगाउनु भयो गाली गलौज गर्नु भयो भनेर मैले भन्नुपर्छ दुनियाँले देखिरहेको छ त तपाईँहरूले नि भिडियो उठाइरहनु भएको छ त मैले भन्नुपर्छ मैले आरोप लगाएको हुन्छ दुनिया यो दिन गरेर तपाईले नाना थरीको गाली आरोप उसले बोलेको गल्तीलाई स्वीकार्न नसकेपछि अनि आफूले पनि आरोप त लगाइहाल्छन् नि लगाउँदैनन् मेरो यो अवस्था त माइती घर मण्डलमा हरेक जनताले देखिरहनु भएको छ त हैन तपाईको विषयमा चाहिँ उहाँले कुरा उठाउँदै गर्ने क्रममा चाहिँ 5 लाख रुपैयाँ तपाई मेलमिलाप गर्ने यताउति कुरा उठेपछि त तपाईले फोनबाट चाहिँ उहाँसँग कुरा गर्ने गलत थियो क्या किन गर्नुपर्ने तपाईले एउटा धर्नामा बस्नु भएको हो नि त एउटा पीडित कसैलाई नराम्रो गर्छ कसैले रहरमा कसैलाई आउनु हुँदैन जब न्याय नपाइसकेपछि मृत्यु रोज्ने बाध्यता हुन्छ नि मर्ने स्थिति हुन्छ नि तब मात्रै लास्ट स्टेपमा मात्रै सडकमा आउँछ क्या ठिक छ हामीले माने तपाईँ लास्ट स्टेजमा सडकमा धर्नामा बस्नु भयो तर त्यो महिलासँग चाहिँ झगडा हुनुको कारण के थियो एउटा झगडा भएको थिएन जब त मैले प्रमाण दिनु भन्दाखेरि उसले के भन्नु त्यहाँ एउटा प्रमाण छ आफूसँग प्रमाण हातमा छैन भनेदेखि अरूलाई अम्लो उठाउने काम कसैले पनि गर्न हुँदैन हेर्नुस् बहिनी यो धर्नामा बस्ने पीडितहरूलाई धेरै आरोप लागेको छ त्यो पीडितहरूले सबले आरोप प्रमाण खोजेर नि हिँड्ने भए हिँड्नु थाल्यो भने फेरि पीडितहरूले न्याय कसरी पाउँछ यो अवस्थाको मान्छेलाई आरोप लगाउने चाहिँ मान्छे कस्तो हो त हो ऊ त अब बुझेन उसलाई दिमाग खेल र ऊ जताभावी त्यतै बोलेर तपाईँ एउटा बुझ्नेदार भएको समझदार भएको एउटा घाइते पीडित हुनुहुन्छ भने सुन्नु एकचोटि हुन्छ दुईचोटि हुन्छ पटक पटक नराम्रो अम्ला उठाउँछन् भनेदेखि नि म मर्न तयार हुन्छु तर कसैलाई पनि छोड्दिनँ मेरो बाबुआमा नि किन त्यो महिलाले तपाईँलाई ढुङ्गा उचालेर तपाईँको टाउकोमा या तपाईँको जिउमा लाग्यो भए तपाईँको अवस्था कस्तो हुन्थ्यो होला मलाई मर्नदेखि डर छैन तर अम्ला उठाउँछन् भने त्यसलाई म छोड्दिनँ हेर्नुस् त पुलिस प्रहरीको अगाडि त्यो महिलाले 4-5 चोटि ढुङ्गा उठाएर पुलिसको इज्जत गर्ने बापो जनताको पुलिसको इज्जत गर्ने बापो हुन्थ्यो पैसामा बिक्नेलाई के नभएको नि तपाईलाई त्यसले नि तपाईलाई धुलो पिठो बनाउँथ्यो त्यसले धुलो पिठो बनाउँदा म रक्षा गर्यो तपाईको लागि मलाई मर्नदेखि डर छैन